नमस्कार, म विकास कुमार शाह, मास्टर्स इन क्लिनिकल फार्मासिस्ट। आज यस भिडियो मार्फत म तपाईहरुको समक्ष एन्टिबायोटिक्स भनेको के हो, एन्टिबायोटिक रेजिस्टेन्स भनेको के हो, त्यसको कारण र त्यसलाई मिनिमाइजेसन कसरी गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गर्न गइरहेको छु। सर्वप्रथम त एन्टिबायोटिक भनेको के हो? एन्टिबायोटिक एक प्रकारको औषधि हो जसले सूक्ष्मजीवहरूलाई मार्न मद्दत गर्छ र त्यो सूक्ष्मजीवहरूबाट चाहिँ हामीलाई हुने रोगहरूबाट बचाउँछ। आजको यस भिडियो मार्फत हामी यी विभिन्न बुदाहरूमा कुरा गर्छौं, जस्तै एन्टिबायोटिक्स, एन्टिबायोटिक रेसिस्टेन्ट, cause of antimicrobial resistance, antimicrobial effect on life, and how to prevent it। यो टपिकहरु मार्फत हामी आजको यस भिडियो अगाडि बढाउँछौं। अब यहाँ स्लाइडमा देखिए जस्तै एन्टिबायोटिक्स आर मेडिसिन used to prevent and treat bacterial infection। Antibiotics are drugs that kill certain kind of germs called bacteria and stop their growth। हामी यहाँ एउटा फोटो हेर्न सक्छौं जसमा एन्टिबायोटिक्सको कुनै स्ट्रिपमा रातो धर्को देखाइएको छ, रातो लाइन देखाइएको छ। त्यो भनेको के हो त भन्दाखेरि कुनै पनि मेडिसिन वा स्ट्रिप्सहरुमा विशेष गरी यस्तो रातो लाइन देखिएको छ भने त्यसलाई चाहिँ हामीले सेल्फ मेडिकेसन गर्नु हुँदैन र त्यस्ता औषधिहरुको प्रयोग चाहिँ डाक्टर वा चिकित्सकको सल्लाह बमोजिम मात्र गर्नु पर्दछ। यहाँ हामी अझै हेर्न सक्छौं, लुक आउट फर रेड लाइन्स एन्ड बी रेस्पोन्सिबल। यहाँ अझै के भनिएको छ भन्दाखेरि मेडिसिन सच एज एन्टिबायोटिक have red vertical line on their packs to indicate that use should be consumed only on doctor advice। Always complete the full course as prescribed by doctors। अब अर्को स्लाइडमा हामी के हेर्न सक्छौं त, यहाँ एन्टिबायोटिकको बारेमा एउटा फोटो देखाइएको छ। एन्टिबायोटिक्स टार्गेट ब्याक्टेरिया, kill or weaken them। Your body does not develop resistance to antibiotic। It is the bacteria that become resistant to antibiotic through genetic changes। यो कुरालाई हामीले एकदम मनन गर्नुपर्छ। एन्टिबायोटिक रेजिस्टेन्ट भयो भन्दैमा कसले त हाम्रो जीवले होइन कि हाम्रो जीवमा भएको ब्याक्टेरियाहरूले चाहिँ त्यो एन्टिबायोटिक बाट चाहिँ रेजिस्टेन्ट भएको हुन्छ। अब अर्को फोटोमा हामी हेरौं त, त्यसको जुन जेनेटिक चेन्जेस भनिएको थियो ब्याक्टेरियाको, त्यो ब्याक्टेरियाको जेनेटिक चेन्जेस भनेपछि डीएनए आरएनएहरुमा चेन्जेस हुनु र औषधिको प्रति प्रतिरोधात्मक शक्ति देखाउनु, त्यो चाहिँ एन्टिबायोटिक रेजिस्टेन्टको एक प्रकार हो। अझै हामी डिटेलमा हेर्दाखेरि एन्टिबायोटिकहरुले हाम्रो बडीको डीएनए को जुन कोडिङ हुन्छ, जस्तै एजीसीटी, एजीसीयू त्यस्तोहरुमा पनि गएर जेनेटिक चेन्जेस गरेको हुन सक्छ, जुन चाहिँ हामी यो डीएनए स्ट्रक्चरमा हेर्न सक्छौं। एनी टाइम एन्टिबायोटिक्स आर युज्ड, दे क्यान कज साइड इफेक्ट एन्ड मे कन्ट्रिब्युट टु एन्टिमाइक्रोबियल रेसिस्टेन्ट। एन्टिबायोटिक रेसिस्टेन्ट अकर व्हेन जर्म्स क्यान डिफेक्ट द ड्रग डिजाइन्ड टु किल देम। एन्टिबायोटिक आरन्ट अलवेज द एन्सर व्हेन यु आर सिक। जब कुनै कीटाणुले हाम्रो जीवमा संक्रमण गर्छ त्यति बेला चाहिँ एन्टिबायोटिक हामी मात्रै प्रयोग गर्नुपर्छ, त्यो पनि चिकित्सकको सल्लाह बमोजिम, न कि हामीलाई प्रत्येक पल्ट रुगा खोकी या अरु सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुँदैमा हामीले एन्टिबायोटिक प्रयोग गर्नुपर्छ भन्ने छैन। एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिले ब्लड कल्चर, युरिन कल्चर लगायतका अरु हेमाटोलोजिकल टेस्टेजहरु चाहिँ हामीले गर्नुपर्छ, त्यो पनि चिकित्सकको सल्लाह बमोजिम। र एन्टिबायोटिक रेजिस्टेन्ट तब मात्रै
उत्पन्न हुन्छ जब त्यो ब्याक्टेरिया जर्म्सहरूले चाहिँ ड्रगलाई चाहिँ हराउँछ, त्यसको असरलाई चाहिँ कम गर्छ। युज एन्टिबायोटिक्स only when you need them to protect yourself from harm caused by microorganisms. Antibiotics are critical tools for preventing and treating infection caused by specific bacteria in people, animal and crops. एन्टिबायोटिकहरूले चाहिँ मान्छेमा मात्रै इन्फेक्सन हटाउँदैन कि मान्छे बाहेक जनावर र बोट बिरुवा बाली नालीमा समेत इन्फेक्सन भएको बेला प्रयोग गरिन्छ। तर हरेक ठाउँमा प्रयोग हुने एन्टिबायोटिक विभिन्न प्रकारको हुन्छ र विभिन्न डोजेज एक्सचेन्ज फर्ममा चाहिँ प्रयोग गरिन्छ। इन हेल्थ केयर एन्टिबायोटिक आर वान अफ आवर मोस्ट पावरफुल ड्रग फर फाइटिङ लाइफ थ्रेटनिङ ब्याक्टेरियल इन्फेक्सन। वी निड एन्टिबायोटिक टु ट्रिट लाइफ थ्रेटनिङ कन्डिसन caused by bacteria. For example, sepsis, the body extreme response to इन्फेक्सन। अब एन्टिमाइक्रोबियल्स जुन कीटाणुहरूलाई मार्ने औषधिहरू हुन्छन् त्यो विभिन्न प्रकारका हुन्छ। जस्तै ब्याक्टेरियालाई मार्ने हामी एन्टिब्याक्टेरियल अर एन्टिबायोटिक्स भन्छौँ भने, त्यस्तै भाइरसहरूलाई मार्ने एन्टिभाइरल हुन्छ, पारासाइटहरूलाई मार्नेलाई एन्टिप्यारासाइटल एजेन्ट भन्छ र फङ्गसहरूलाई मार्नेलाई एन्टिफङ्गल एजेन्ट भनिन्छ। त्यसमध्ये आज हामी एन्टिब्याक्टेरियल रेसिस्टेन्ट और एन्टिमाइक्रोबियल रेसिस्टेन्टको बारेमा विशेष गरी कुरा गर्न गइरहेको छौँ। अब यो फोटोमा हामी हेर्न सक्छौँ एन्टिबायोटिक रेसिस्टेन्ट के हो त एन्टिबायोटिक रेसिस्टेन्ट। जस्तै यहाँ फोटोमा देखिएको छ एन्टिबायोटिकको एउटा क्याप्सुलले एउटा ब्याक्टेरियालाई प्रहार गरिरहेको छ, तर त्यो ब्याक्टेरियाले एन्टिबायोटिकलाई पछि धकेलिरहेको छ या त्यसलाई प्रतिरोध गरिरहेको छ। जुन यो चाहिँ कार्टुन पिक्चरबाट देखिएको छ, वास्तवमा त्यस्तै हुने हो। अब अर्को एउटा प्रकाशनमा पत्रिकाबाट यो फोटो लिएको छ, इफेक्ट अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्स अन लाइफ। एन्टिबायोटिक रेसिस्टेन्स वी आर हेडिङ टु डार्क एज अफ मेडिसिन। डाक्टर श्याम प्रसाद लोहनीले यो प्रकाशन गर्नुभएको रहेछ र यसले एन्टिबायोटिकहरूले गर्दा हाम्रो जीवनमा कतिको प्रभाव पारिरहेको छ भन्ने कुरा, एन्टिबायोटिक रेसिस्टेन्सले गर्दाखेरि हामीलाई दिन प्रतिदिन कति कडाभन्दा कडा एन्टिबायोटिक प्रयोग गर्नु परिरहेको छ त, त्यो कुरा हामीले विचार पुर्याउनुपर्छ। किनभने सामान्य औषधि खाँदैमा हामी सन्चो भएन भने त्योभन्दा कडा औषधि, सामान्य एन्टिबायोटिक प्रयोग गर्दाखेरि हामी सन्चो भएन भने त्योभन्दा कडा एन्टिबायोटिक्स प्रयोग गर्नुपर्ने हुन्छ। अर्को यो प्रकाशनमा के देखिएको छ भन्दाखेरि इन्डियाको यो प्रकाशन छ जसमा 70% अफ एन्टिबायोटिक युज्ड नट वर्किङ इन अन पेसेन्ट। यो त्यहाँको एक्सपर्टहरूको भनाइ, डाक्टर सुभाल दीक्षित र उहाँहरूको टिमले यो प्रकाशन लेख्नु भएको छ। अहिले भइरहेको एन्टिबायोटिकहरू जुन चाहिँ 70%ले काम गर्नै छोडेको छ र काम गरे पनि प्रोपरली काम गर्दैन भने के गर्ने त? अब आउँदो दिनमा हामीले कस्तो टाइप अफ एन्टिबायोटिक प्रयोग गर्ने, त्यो चाहिँ एउटा प्रश्नको विषय रहेको छ। किनभने हामीलाई सामान्य रुगाखोकी, सामान्य इन्फेक्सन हुँदाखेरि पनि हामी 3rd जेनेरेसन 4th जेनेरेसनका एन्टिबायोटिकहरू प्रयोग गर्छौँ। हामी पोटेन्ट एन्टिबायोटिकहरू प्रयोग गर्छौँ। जस्तै एन्टिबायोटिकहरूको पनि वर्ल्ड हेल्थ अर्गनाइजेसनको क्लासिफिकेसन अनुसार एसएस, वाच र रिजर्भ ग्रुपका एन्टिबायोटिकहरू छन् भने हामी एसएस ग्रुपको भन्दा पनि वाच र रिजर्भ ग्रुपका एन्टिबायोटिकहरू छिटै प्रयोग गर्छौँ, किनभने हामी छिटो सन्चो हुन्छौँ। त्यो एउटा हाम्रो मानसिकता रहेको छ। र कतिपय स्वास्थ्य कर्मीहरूले पनि ल्याब टेस्ट नगरिकन, प्रोपर इन्भेस्टिगेसन नगरिकन अन्दाजको भरमा चाहिँ यो चाहिँ हामी अहिले चलाउने गरेको छौँ, यो चाहिँ अहिलेको हाम्रो प्रोटोकल छ, यो हिसाबले हामी पेसेन्टलाई ट्रिट गर्छौँ भनिसकेपछि चाहिँ त्यसले गर्दाखेरि एन्टिबायोटिक रेसिस्टेन्ट दिन प्रतिदिन बढ्दै गएको छ। अब विश्वभरि वर्ल्ड हेल्थ अर्गनाइजेसन सँगै डिफ्रेन्ट अर्गनाइजेसनले एन्टिबायोटिक रेसिस्टेन्ट विक
मनाउने गरेको छ। किन भन्दाखेरि एन्टिबायोटिक रेजिस्टेन्सले गर्दाखेरि कति हाम्रो दैनिक जीवनमा असर गरेको छ, कति चाहिँ हामीलाई समस्यामा पुर्याएको छ, हाम्रो पर्सनल लाइफमा कति समस्या आएको छ, त्यो सम्पूर्ण कुराको उजागर गर्नको लागि र सचेतना फैलाउनको लागि एन्टिबायोटिक्स को प्रयोग एकदम लिमिट गरौँ र गरे पनि सावधानीपूर्वक गरौँ भन्ने दृष्टिकोणका साथ एन्टिबायोटिक रेजिस्टेन्ट विक चाहिँ विश्वभर मनाउने गरेका छ, जुन चाहिँ 18 देखि 24 नोभेम्बरमा प्रत्येक वर्ष मनाउने गरिन्छ। वर्ल्ड एन्टिबायोटिक्स अवेरनेस विक, antimicrobial resistance is one of the top 10 global public health threat facing human. Misuse and overuse of antimicrobial are the main drivers. Every person need access to reliable information on how to use antibiotic. यो नाराको साथ चाहिँ प्रत्येक वर्षमा चाहिँ एन्टिबायोटिक एवेयरनेस विक चाहिँ मनाउँछौँ। अब यो फोटोहरु चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्ट विक चाहिँ प्रत्येक वर्ष मनाउँदाखेरि यही बुदाहरुलाई केन्द्रित गरी हामी प्रत्येक वर्ष मनाउने गर्दछौं, जुन यो फोटोमा देखाइएको छ। यो फोटोमा चाहिँ हामी कार्टुन फोटो मार्फत के हेर्न सक्छौं त, औषधि चारैतर्फ भए पनि ब्याक्टेरियाहरु यति रेसिस्टेन्ट भइसकेका छन् जुन चाहिँ मजाले सर्भाइभ गर्छन्, यति धेरै औषधि भए बावजुद पनि। तर यो कुरालाई चाहिँ हामीले मनन गर्दै सिम्पल एन्टिबायोटिकले पनि कहिले राम्ररी काम गरेको हुन्छ भने कुनै बेला रेसिस्टेन्ट भइसकेपछि धेरै कडा एन्टिबायोटिक्सले पनि काम नगर्न सक्छ। तर त्यो सबै कुरा चाहिँ हाम्रो ल्याब टेस्ट मार्फत मात्रै थाहा हुन्छ। अब यहाँ चाहिँ हामी एन्टिबायोटिक रेजिस्टेन्टको डेफिनेसन देखि लिएर थुप्रै कुरा हेर्न गइरहेको छौं। एन्टिमाइक्रोबियल रेजिस्टेन्ट इज अ ब्रोड टर्म encompassing resistance to antibiotic used to treat infection caused by other microbes. Antibiotic resistance occur when bacteria change in response to the use of this medicine. Bacteria, not human, become antibiotic resistant. Bacteria चाहिँ antibiotic resistant हुन्छ, human चाहिँ होइन। यो कुरा हामीले स्पष्ट बुझ्न जरुरी छ। These bacteria may then interfere human and are harder to treat than non-resistant bacteria. अब यो फोटोमा चाहिँ हाम्रो डाक्टर राजेश सम्बिराव पाण्डवले प्रस्तुत गर्नुभएको र उहाँले प्रेजेन्ट गर्नुभएको फोटो मार्फत हामी देखाउन सक्छौं। अ कमन इन्फेक्सन अलमोस्ट कस्ट टु माई लाइफ। एकजना नाइजेरियाको फिलोसोफरले भन्नुभएको छ, म्यास्यु ल्यावलले, सामान्य इन्फेक्सनले पनि मेरो जीवनमा धेरै प्रभाव पार्दो रहेछ। Resistant to even one antibiotic can mean serious problem. Antimicrobial resistance can affect any person at any stage of life. Antimicrobial resistance does not mean our body is resistant to antibiotic or antifungal, but microorganism present in our body is resistant to antibiotic or antifungals. अब हामी यो फोटो मार्फत एन्टिबायोटिक रेजिस्टेन्ट कसरी हुँदो रहेछ भन्ने कुरा देखाउन गइरहेका छौं। यो फोटोमा हामी हेर्न सक्छौं जब हामी एन्टिबायोटिक लिन्छौं तब एक्टिभ ब्याक्टेरियाको जीवभित्र जान्छ। एक्टिभ ब्याक्टेरियाको जीवभित्र गइसकेपछि त्यसको डीएनए सँग कोलाबोरेसन गरेर फर्दर त्यो ब्याक्टेरियाले त्यो एन्टिबायोटिकलाई आफ्नो बडीको सर्फेस एरिया भित्रबाट बाहिर चाहिँ एक्सपेल आउट गरेको यहाँ फोटोमा देख्न सक्छौं। वाट त त्यो एन्टिबायोटिकको रिसेप्टर नै त्यो ब्याक्टेरियाको सेल सर्फेस माथि बाइन्ड हुन नदिएपछि त्यो एन्टिबायोटिक त्यो ब्याक्टेरियाको सेल भित्र नै इन्टर गर्न सक्दैन। इन्फेक्सन caused by antimicrobial resistant germ can be difficult and sometimes impossible to treat. In many cases, antimicrobial resistant infection require extended hospital stay, follow-up doctor visit, and costly and toxic alternative treatment. People receiving health care or those with weakened immune system are at high risk for an infection, including antimicrobial infection. When we need antibiotics, the beneficial
The benefits usually outweigh the risks of antimicrobial resistance. When too many antibiotics are used and misused unnecessarily, which threaten the effectiveness of important drugs, many medical advances are dependent on the ability of antibiotics to fight infection during surgery, organ transplantation, cancer therapy, chronic obstructive pulmonary disease, and many other conditions. अर्को एकजना फिलोसफर लेबननबाट के भन्नुभएको छ भन्दाखेरि आई फेल्ट हेल्पलेस व्हेन माई मदर गट रिकरेन्ट ड्रग रेसिस्टेन्ट इन्फेक्सन आफ्टर हर ब्याक सर्जरी भन्दाखेरि हेल्पलेस नै हुन सक्छौँ जब चाहिँ इन्फेक्सन रिकरेन्टली आउँछ कुनै ट्रिटमेन्ट पछि भने त्यति बेला चाहिँ धेरै निकै नै गाह्रो हुन सक्छ इन्फेक्सन ट्रिट गर्नलाई। अर्को एकजना एन्थोनी डार्कोभिकले के भन्नुभएको छ भन्दाखेरि माई राइट सोल्जर गट इन्फेक्टेड आई ह्याड 19 सर्जरी अन इट सो फार। एकचोटि इन्फेक्सन भइसकेपछि 19 पल्ट पनि त्यो इन्फेक्सनलाई ट्रिट गर्नलाई सर्जरी गर्नुपर्ने भएको रहेछ। इफ एन्टिबायोटिक एन्ड एन्टिफंगल लुज देयर इफेक्टिभनेस देन वी लस द एबिलिटी टु ट्रिट इन्फेक्सन एन्ड कन्ट्रोल दिस पब्लिक हेल्थ थ्रेटेन। Aside from healthcare, antimicrobial resistance also impact the veterinary and agricultural industries. Antibiotic resistance को काउजहरु के हुन सक्छ त जस्तै poultry are potential reservoir or source of multi-drug resistant. 100% of extraintestinal pathogen equally were multi-drug resistant to critically high important drug to human. योहरू चाहिँ कारणहरू हुन सक्छ जुन जसको रेफरेन्स चाहिँ हामी यहाँ तल स्क्रिनमा हेर्न सक्छौं। अर्को कज अफ रेसिस्टेन्स के हुन सक्छ भन्दाखेरि नेचुरल कजेज, बायोलोजिकल कजेज, सेलेक्टिभ प्रेसर, म्युटेसन, जीन ट्रान्सफर, इनएप्रोप्रिएट युज अफ एन्टिबायोटिक, इनएडुक्वेट डायग्नोसिस, हस्पिटल स्टे युज, एग्रिकल्चरल युज, जसको चाहिँ लिंक यहाँ नै हेर्न सक्छौं एन्टिबायोटिक रेसिस्टेन्टका कारणहरू के हुन् भनेर। एन्टिबायोटिक रेसिस्टेन्टका कारणहरू अझै पनि छन्। एन्टिमाइक्रोबियल रेसिस्टेन्ट ह्यापन व्हेन जर्म्स लाइक ब्याक्टेरिया एन्ड फंगाई डेभलप द एबिलिटी टु डिफिट द ड्रग डिजाइन टु किल देम, दैट मीन द जर्म्स कन्टिन्यू टु ग्रोथ। Resistant infection can be difficult and sometimes impossible to treat. Bacteria and fungi do not have to be resistant every antibiotic and antifungal to be dangerous. अब डेन्जर हुनको लागि सबै एन्टिबायोटिक सँगै रेसिस्टेन्ट हुनुपर्छ भन्ने छैन। एउटा मात्र एन्टिबायोटिक सँगै रेसिस्टेन्ट भयो भने त्यस बखत पनि निकै डेन्जर कन्डिसन आउन सक्छ। अब एन्टिमाइक्रोबियल रेसिस्टेन्टको हाम्रो जीवनमा कस्ता असर हुन्छन् त भनेर यो स्लाइडमा देखिएको छ। AMR effect on life. The World Health Organization has identified antimicrobial resistance as one of the biggest global health threats facing humanity. Annually, antimicrobial resistance is directly responsible for 1.2 million deaths around the world and indirectly associated with approximately 5 million deaths. अब यो फोटोमा चाहिँ हामी के हेर्न सक्छौं भन्दाखेरि एन्टिमाइक्रोबियल रेसिस्टेन्स इज अ ग्लोबल हेल्थ क्राइसिसको समस्या समेत आइसकेको छ एन्टिमाइक्रोबियल रेसिस्टेन्सले गर्दा, जुन चाहिँ वर्ल्ड हेल्थ अर्गनाइजेसनले चाहिँ प्रस्तुत गरेको छ। एज ब्याक्टेरिया इभल्भ एन्ड बिकम रेसिस्टेन्ट टु एक्जिस्टिङ एन्टिबायोटिक द च्यालेन्ज इज ग्रोइङ। सम एस्टिमेट सजेस्ट दैट विदाउट रिजर्विङ this trend, antimicrobial resistance could lead to 10 million deaths a year by 2050, significantly disrupting to common surgical and medical intervention. जस्तै 2050 सम्म एउटा आकलन के गरिएको छ भन्दाखेरि 10 मिलियन मान्छे चाहिँ एन्टिमाइक्रोबियल रेसिस्टेन्सले गर्दाखेरि मर्न सक्छ भन्ने एउटा आकलन र एउटा प्रोस्पेक्ट गरिएको छ। Of further 24 million people driven some extremity poverty due to huge expenditure in health. जस्तै एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भइसकेपछि अब लामो समयसम्म हस्पिटल बस्नु पर्यो, त्यसले गर्दाखेरि खर्च बढ्न सक्छ। एन्टिमाइक्रोबियल रेसिस्टेन्ट सर्टेन
एन्टिबायोटिकहरूलाई भइसकेपछि एकदम कडा र पोटेन्ट एन्टिबायोटिकहरू प्रयोग गर्नुपर्छ, जसले चाहिँ उपचारमा निकै खर्च बढाउन सक्छ र जसको लागत पनि धेरै हुन सक्छ। त्यही कुराहरू चाहिँ यहाँ थर्ड पोइन्टमा भनिएको छ। अब ग्लोबल एन्टिमाइक्रोबियल रिसर्च डेभलपमेन्ट प्रोग्रामबाट GARDP बाट हामी यो लिएको छौँ। 2024 स्टार्ट भएको दिनदेखि 92 दिन, झन्डै 3 महिनाको दौरानमा 2024 को जनवरी फेब्रुअरी मार्च 3 महिनामा झन्डै 23,76,281 जनाले आफ्नो ज्यान गुमाइसकेको रहेछ। यो चाहिँ GARDP को डाटा अनुसार नै हामीले भन्दैछौँ, जुन चाहिँ UN जेनरल एसेम्ब्ली को हाई लेभल मिटिङमा चाहिँ प्रेजेन्ट भएको रहेछ, जसको एउटा उदाहरण र के हामी हेर्न सक्छौँ भन्दाखेरि एकजना पेडियाट्रिसियनले आफ्नो बच्चाले बचाउन सकेन। यो इन्डोनेसियाको केस हो, किनभने उसको बच्चालाई एन्टिबायोटिक रेजिस्टेन्ट भएको थियो। जस्तै यहाँ लेखिएको छ यस फोटोमा, इभन एज अ पेडियाट्रिसियन आई कुड नट सेभ माई बेबी बोय, जो चाहिँ फ्लेक्सी लिक्युले भन्नुभएको रहेछ, जो चाहिँ आफै इन्डोनेसियामा पेडियाट्रिसियन हुनुहुन्छ। इट इज एस्टिमेटेड टु लिड अ ग्लोबल एनुअल GDP लस of between 1.1 and 3.8 by the year 2050, with an annual shortfall up to USD 3.4 trillion by 2030. 2030 सम्ममा 3.4 ट्रिलियन USD डलरको लस हुन सक्छ, जुन चाहिँ एन्टिमाइक्रोबियल रेसिस्टेन्सले गर्दाखेरि प्रत्येक जीवनमा प्रभावित पार्दैछ, जसलाई फर्दर हामी यो बार ग्राफ मार्फत पनि हेर्न सक्छौं। यहाँ चाहिँ पोटेन्शियल ग्लोबल इम्प्याक्ट अफ एन्टिमाइक्रोबियल रेसिस्टेन्स अन GDP भनिएको छ, जुन चाहिँ हामी यहाँ हेर्न सक्छौं। GDP चाहिँ घट्दै गएको, त्यसमा पनि लो इन्कम कन्ट्रीमा कति घट्छ, मिडल इन्कम कन्ट्रीमा कति घट्छ र हाई इन्कम कन्ट्रीमा कति घट्छ, जुन चाहिँ डाटा मार्फत देखाइएको छ। ग्लोबल GDP रिडक्सन प्रोजेक्सन अन्डर लो एन्ड हाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट सिनेरियो, यो डाटा चाहिँ वर्ल्ड बैंकको 2017 को डाटा अनुसार नै यो डाटा लिएको छ। देयर हैज बीन ओन्ली 10 न्यू एन्टिबायोटिक और कम्बिनेसन एप्रुभ बाई स्टिंगिङ रेगुलेटरी अथोरिटी बिट्विन 2017 and 2023, and only 2 of which are defined as innovative by World Health Organization. 2017 र 2023 को बीचमा दुईटा मात्रै नयाँ एन्टिबायोटिक इनोभेसन भएको रहेछ। None of are considered to constitute a new class of antibiotic. There is currently just one antibiotic candidate in phase 3 clinical trial across the 4 bacterial pathogen defined as a critical priority by वर्ल्ड हेल्थ अर्गनाइजेसन। यो फोटो मार्फत हामी हेर्न सक्छौं फर्स्ट, सेकेन्ड र थर्ड फेजमा एन्टिबायोटिक ट्रायल जुन भएको छ 2017 देखि 2021 को बीचमा, जसमध्ये चाहिँ 10 वटा चाहिँ एप्रुभड भएको छ र त्यो 10 वटा मध्ये पनि कतिवटा चाहिँ मार्केटमा आउँछ यो हामी फोटो मार्फत नै हेर्न सक्छौं। किनभने कुनै पनि औषधि डेभलप गर्दाखेरि फेज 1, फेज 2, फेज 3 र फेज 4 सम्मको क्लिनिकल ट्रायल हुन्छ, तर मार्केटमा आउनुभन्दा पहिला चाहिँ बजारमा पेशेन्टहरूले प्रयोग गर्नुभन्दा चाहिँ पहिला 3 वटा क्लिनिकल ट्रायल फेज पास गर्नै पर्छ कुनै पनि एन्टिबायोटिकहरूले, जसलाई चाहिँ फेज 1, फेज 2 र फेज 3 भनिएको छ। र अघिल्लो फोटो भन्दा यो फोटोमा 10 वटा मध्ये चाहिँ फाइनली एप्रुभ चाहिँ 2टा मात्रै भएको छ। अब कोस्ट अफ एन्टिबायोटिक डेभलपमेन्ट कति लाग्दो रहेछ पैसा त खर्च, त्यो पनि एउटा आकलन एभरेजमा अनुमान गरिएको छ। त्योभन्दा बढी नै हुन सक्छ, न कि त्योभन्दा कम हुन्छ। इट टेक्स ओभर 10 years and $1 billion टु डेभलप अ न्यू एन्टिबायोटिक। एउटा नयाँ एन्टिबायोटिक डेभलप गर्नलाई 10 वर्ष र 1 बिलियन भन्दा धेरै लगानी खर्च हुन्छ। देयर इज अ कन्सेन्स फ्रम वर्ल्ड हेल्थ अर्गनाइजेसन एन्ड मेनी अदर एक्सपर्ट दैट
the pipeline is not sufficient to meet the demand of increasing resistance in the priority pathogen. A low antimicrobial resistance scenario could reduce the global GDP by 1.1 by 2050, which represent a direct cost of around 1 trillion USD per year. Under a high antimicrobial resistance scenario, World Bank estimate the global GDP shrinkage of 3.8%, with the direct cost reaching over 3 trillion USD annually, as per World Bank 2017 data. Low income countries are most strong impact by antimicrobial resistance due to high prevalence and impact of infectious disease such as malaria and tuberculosis and many others. Taking both public and private health care expenditure into account, the cost of antimicrobial resistant disease burden are expected to rise by 25% in low income country by year 2027. In contrast, these costs are expected to increase by only 15% and 6% in middle and high income countries respectively by 2027. अब बिरामीहरूलाई उपचार गर्नलाई कसरी त कोस्ट बढ्छ भन्ने कुरा यहाँ डाटाबाट हामी हेर्न सक्छौं। जस्तै रिसर्च इन्स्टिट्युटहरुमा खर्च 2021 देखि 2027 सम्मको डाटा प्रोस्पेक्ट गरिएको छ। क्लिनिकहरुमा लाग्ने खर्च चाहिँ यहाँ देखाइएको छ र हस्पिटल स्टे, हस्पिटलमा बेड भर्ना देखि लिएर ल्याब टेस्ट देखि लिएर अरु औषधि उपचार देखि लिएर सम्पूर्णमा लाग्ने खर्च त्यहाँ यहाँ देखिएको छ, जुन चाहिँ निकै नै बढ्न सक्ने देखिएको छ, जुन चाहिँ US डलर बिलियन्समा यो रिप्रेजेन्ट गरिएको छ। जुन 2021 मा ओभरअल टोटल कस्ट चाहिँ 10 बिलियन डलर थियो भने 2027 सम्म 13.8 बिलियन डलर चाहिँ यो ग्लोबली इन्क्रिज हुन सक्छ। नर्थ अमेरिका एन्ड युरोप टुगेदर कन्स्टिट्युट ओभर हाफ of the global direct cost imposed by antimicrobial resistance. North America, Europe and Asia Pacific are the primary driver of the global antimicrobial resistant direct cost, with a combined value of 704 billion USD in 2021 and estimated $10.2 billion for 2027. Cost of antimicrobial resistance in the US. According to Center for Disease Control, CDC भनेको Central for Disease Control हो, almost 3 million people in the United States become ill with antibiotic resistant diseases every year, result in more than 35,000 annual deaths as per the data of 2019 of CDC. Compiling direct and indirect cost, the CDC estimate the cost imposed by antimicrobial resistance in the United States were 5.6 billion USD in 2019. Regarding the particular pathogen, CDC estimate the following cost. अब यति धेरै हामीले हेर्न सक्यौं कि यति धेरै खर्च लाग्छ एन्टिमाइक्रोबियल रेजिस्टेन्ट भइसकेपछि र त्यसलाई फर्दर उपचार मार्फत ठीक पार्नलाई, बिरामीलाई ठीक पार्नलाई यति धेरै खर्च लाग्छ भने अब एन्टिबायोटिकको मिसयुज कसरी हुन्छ भन्ने कुरा हामी अब यो स्लाइड मार्फत हेर्छौं। Misuse of antibiotic happen when a person take the wrong antibiotic, the wrong dose of antibiotic, or an antibiotic for wrong length of time. चाहिएको भन्दा थोरै समय र चाहिएको भन्दा धेरै समय पनि एन्टिबायोटिक प्रयोग गरे भने एन्टिबायोटिकको मिसयुज हुन्छ र जसले चाहिँ एन्टिमाइक्रोबियल रेसिस्टेन्स चाहिँ भविष्यमा निम्त्याउन सक्छ। टक टु योर डक्टर अबाउट द बेस्ट ट्रिटमेन्ट फर योर इलनेस and step you can take to feel better when you don't need an antibiotic. Never pressure your doctor to prescribe an antibiotic. Don't save antibiotic for later. अहिले एउटा एन्टिबायोटिक डाक्टर साहबले प्रिस्क्राइब गरिसकेपछि प्रयोग गर्नुपर्ने समय सीमा जस्तै 10 दिन छ भने हामी 5 दिनमै सन्चो भयो भने 5 दिनमै रोक्ने होइन कि त्यो 10 दिन पुरै समयसम्म एन्टिबायोटिक खानु पर्छ, न कि त्यसलाई चाहिँ भविष्यमा फेरि म बिरामी पर्ने फेरि खान्छु त्यसरी चाहिँ राख्नु भएन। एप्रोप्रिएट एन्टिबायोटिक युज कसरी गर्ने त? इट इज इम्पोर्टेन्ट
we use antibiotic only when it is necessary. Unnecessary antibiotic use happen when a person take antibiotic they don't need, like for cold and cough. सामान्य रुगाखोकी लाग्दाखेरि एन्टिबायोटिक त चाहिँदैन। त्यति बेला पनि अहिले हाम्रो चलिआएको यहाँ नेपाल र साउथ एसियाको ट्रेन्ड एजिथ्रोमाइसिन र फेक्सोफेनाडिन तुरुन्तै मान्छेले खाइदिने, जुन चाहिँ एकदमै गलत प्रक्रिया हो। एजिथ्रोमाइसिन र सँगसँगै फेक्सोफेनाडिन सँगै खायो भने त्यसले हाम्रो हार्ट रिदमको क्युटी प्रोलोङ्गेसन जुन हुन्छ त्यसलाई बढाइदिन्छ, जसले गर्दाखेरि ब्रेडिकार्डिया समेत निम्त्याउन सक्छ। त्यो कुरा चाहिँ हामीले पढ्न जरुरी छ। Unnecessary use also happen when a person take antibiotic for infection that are sometimes caused by bacteria that do not always need antibiotic, like many sinus infection and some ear infections. How to handle antibiotic resistance? Protect yourself and your family. Everyone has a role to play in improving antibiotic use. Taking antibiotic when needed is an important way you can protect yourself and your family and help combat antimicrobial resistance. World Health Guidelines recommend overall reduced use of medically important microbial in food producing animals, including complete restriction of use of medically important antimicrobial for growth promotion and for disease prevention. Exception for disease prevention based upon judgment of a veterinarian professional. The World Health Guideline also suggests that antimicrobial identification as critically important for human medicine, not to be used in food producing animal for treatment or disease control unless susceptible testing demonstration the drug to be the only treatment option. To preserve the effectiveness of medically important antimicrobials, all stakeholders should implement the recommendation in World Health Organization guideline. Such implementation will support the World Health to control antimicrobial resistance by reducing unnecessary use of antimicrobial in food producing animals. यसको रेफरेन्स चाहिँ हामी यहाँ तल स्लाइडमा देखाइरहेको छौं। How to minimize and prevent antimicrobial resistance. यसका केही बुदाहरू छन्, केही पोइन्टहरू छन् जस मार्फत चाहिँ हामी एन्टिमाइक्रोबियल रेजिस्टेन्स चाहिँ मिनिमाइज गर्न सक्छौं। Rational use of antibiotics resistance should be implemented. Hospital antibiotic use policy should be implemented. Antimicrobial surveillance system should be there. Surveillance of antimicrobial resistance. Development of a standard treatment guideline. A strategy for promotional rational antibiotic prescribing. Antimicrobial steward program should be conducted. Process for development of hospital antibiotic policy. यो चाहिँ प्रोसेस हो जसबाट चाहिँ एउटा हस्पिटलमा प्रयोग हुने एन्टिबायोटिकहरुको चाहिँ पोलिसी डेभलप गर्न सकिन्छ। जस्तै हस्पिटल एसोसिएटेड इन्फेक्सन, सर्भिलेन्स अफ एन्टिमाइक्रोबियल रेजिस्टेन्स एन्ड एन्टिमाइक्रोबियल कन्जम्पसन, क्युमुलेटिभ एन्टिबायोग्राम हस्पिटल कम्युनिटी, एन्टिबायोटिक पोलिसी, स्ट्यान्डर्ड ट्रिटमेन्ट गाइडलाइन्स, एन्टिमाइक्रोबियल स्टेवार्ड प्रोग्राम। Key element for hospital antibiotic policy. यहाँ फोटोमा देखाइएको चाहिँ डेभलपमेन्ट अफ एन्टिमाइक्रोबियल पोलिसीको लागि यहाँ चाहिने सबै नेसेसरी एलिमेन्टहरू छन् जस मार्फत चाहिँ हस्पिटल एन्टिबायोटिक पोलिसी डेभलप गर्न सकिन्छ। यो चाहिँ 2021 को डाटा हो जुन चाहिँ ट्रेस्ट कन्ट्री रिपोर्ट अन इम्प्लिमेन्टेसन अफ नेशनल एक्सन प्लान अफ एन्टिमाइक्रोबियल रेजिस्टेन्स पब्लिश छ, जुनमा चाहिँ हाम्रो नेपाल पनि सहभागी भएको थियो, जुन चाहिँ साउथ ईस्ट एसिया रिजनमा कन्डक्ट भएको थियो। अब समरी अफ एन्टिमाइक्रोबियल रेजिस्टेन्स गभर्नेन्स इन 2021 जुनमा चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्सको सरकार तर्फबाट हुनुपर्ने चाहिँ कामहरू कस्तो छ भन्दाखेरि
country has developed a national antimicrobial program. Country is implementing in their antimicrobial resistant national action plan. Country has functional multi-sectoral work group on antimicrobial resistance. Country has law regulation on prescription sales of antimicrobial for use. Country use antimicrobial resistant consumption data to amend national strategy and information decision making in human health. अब एन्टिबायोटिकहरू चाहिँ 3 क्याटेगोरीमा डिभाइड गरिएको छ, जस्तै वी शुड अलवेज अप्लाई वर्ल्ड हेल्थ अर्गनाइजेसन अवेयर प्रिन्सिपल बिफोर प्रिस्क्राइबिङ एन्ड युजिङ एन्टिबायोटिक्स। जस्तै एवेयर भन्नाले एसएस ग्रुप अफ एन्टिबायोटिक, वाच ग्रुप अफ एन्टिबायोटिक र रिजर्भ ग्रुप अफ एन्टिबायोटिकहरू हुन्छन्। जस्तै एसएस ग्रुप अफ एन्टिबायोटिकमा एमिकासिन, एमोक्सिसिलिन एन्ड पोटासियम क्लार्बोनेट, क्लिन्डामाइसिन, क्लोक्सासिलिन, डक्सीसाइक्लिन, जेन्टामाइसिन, मेट्रोनिडाजोल, नाइट्रोफुरेन्टेन जस्ता एन्टिबायोटिकहरू पर्छन् भने वाच ग्रुप अफ एन्टिबायोटिकमा एजिथ्रोमाइसिन, सिफेक्जिम, सेफोट्याक्जिम, सेफ्टाजिडिम, सेफ्ट्राइजोन, सिफोरोक्जिम, सिप्रोफ्लोक्सासिन, क्यालिथ्रोमाइसिन, मेरोपेनम, पाइप्रोसिन एन्ड टाइजोब्याक्टम कम्बिनेसन एन्ड भ्यान्कोमाइसिन पर्छ। त्यस्तै चाहिँ रिजर्भ ग्रुप अफ एन्टिबायोटिकमा चाहिँ सेफी, डिक्रोल, सेफ्टाजिडिम एभिब्याक्टम, फस्फोमाइसिन, लाइनेजोलिड, मेरोपेनम, भ्याब्रोब्याक्टम, पोलिमिक्जिन बी र कोलिस्टिन जस्ता एन्टिबायोटिक चाहिँ पूर्ण रूपमा रिजर्भ ग्रुपमा पर्छ। जब एसएस र वाच ग्रुप अफ मेडिसिनले काम गर्दैन भने त्यति बेला बल्ल चाहिँ रिजर्भ ग्रुप अफ एन्टिबायोटिक प्रयोग गरेर कीटाणुलाई मार्न प्रयोग गर्नुपर्छ। अब एन्टिमाइक्रोबियल युज स्ट्याटिस्टिक्सले के देखाउँछ भन्दाखेरि यो युरोपको एउटा डाटा हो, ट्र्याकिङ एन्टिमाइक्रोबियल युज इन युरोप, जहाँ चाहिँ एभरेज एउटा 16.4% राखिएको छ भने युरोपको डिफ्रेन्ट कन्ट्रीहरूकोमा हेर्दाखेरि चाहिँ केही देशहरू चाहिँ एभरेज एन्टिमाइक्रोबियल कन्जम्सन भन्दा कम छन् भने धेरै देशहरू चाहिँ एभरेज एन्टिमाइक्रोबियल कन्जम्सनको रेखाभन्दा माथि छन्। अब विकसित देशदेखि लिएर विकासोन्मुख देश र विकासको रेखामुनि भएका देशहरूको केही डाटा हामी यहाँ देखाउन जाँदैछौँ। कुनै पनि देशलाई यत्तिकै विकसित देश भनिँदैन, त्यहाँको सबै एस्पेक्टलाई हेरेर, सम्पूर्ण पारामिटरलाई हेरेर मात्रै त्यो देशलाई विकसित देश भनिन्छ। यो डाटाहरू चाहिँ हामी वर्ल्ड हेल्थ अर्गनाइजेसनको एन्टिमाइक्रोबियल युज प्रोग्रामबाट लिएर तपाईहरु समक्ष राख्दैछौँ। जस्तै अस्ट्रेलिया एउटा विकसित देशमध्ये पर्छ भने र जहाँको इन्कम हाई छ, त्यस देशमा जस्तै पोलिसी इन्डिकेटर एन्टिमाइक्रोबियल युजको पोलिसी इन्डिकेटर मध्ये 6 वटा छ। जस्तै इनरोलमेन्ट इन ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स सिस्टम, एन्टिमाइक्रोबियल युज इन ह्युमन, एन्टिमाइक्रोबियल सर्भिलेन्स इन ह्युमन, नेशनल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्ट, एन्टिमाइक्रोबियल युज सर्भिलेन्स इन एनिमल, एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स इन एनिमल। यो सबै पारामिटर, यो 6 वटै पारामिटर चाहिँ अस्ट्रेलियाले पूरा गरेको देखिन्छ यस डाटाबाट। भने त्यहाँका जनावरमा चाहिँ एन्टिमाइक्रोबियल रेसिस्टेन्टको त्यत्रो संक्रमण वा रेसिस्टेन्ट नदेखिएको यस डाटाबाट देखिन्छ, जुन चाहिँ 2020 को डाटाबाट लिएको छ, जसमा चाहिँ विशेष गरी एम्पिसिलिन, सिप्रोफ्लोक्सासिन, कोलिस्टिन, टेट्रासाइक्लिन यो चाहिँ सैल्मोनेला र इकोलाईको विरुद्धमा टेस्ट गरिएको यो 4 वटा एन्टिबायोटिक मध्ये चाहिँ त्यहाँ रेसिस्टेन्ट नदेखिएको वा नन एप्लिकेबल लेखिरहेछ भने त्यहाँ चाहिँ 2010 मा मान्छेले डेली डिफाइन्ड डोज मार्फत कति एन्टिबायोटिक युज गर्थ्यो त भन्दाखेरि 238 गर्थ्यो भने 2020 मा कति युज गर्ला भन्ने आकलन गर्दाखेरि 289
डेली डिफाइन्ड डोज युज गर्थ्यो त्यस्तै जुन चाहिँ चेन्ज जस्ट 50 पोइन्टले बढेको छ तर त्यहाँको एनिमलहरुमा एस्टिमेसन चाहिँ एन्टिबायोटिक्स इन टनमा देखिएको छ जुन डाटा यहाँ देखाइएको छ जुन 306.30 2020 मा गरिएको छ आकलन भने 2030 मा 310 टन्स अफ एन्टिमाइक्रोबियल्स चाहिँ त्यहाँको एनिमलहरुमा युज गरिन्छ जुन चाहिँ अरु देशको तुलनामा निकै कम छ सँगै हामी अर्को देशहरुको पनि हेर्दै छौं अब क्यानाडा पनि एउटा हाई इन्कम कन्ट्री मध्ये पर्छ र एउटा विकसित देश मध्ये पर्छ जहाँ चाहिँ सबै एन्टिमाइक्रोबियल रेजिस्टेन्टको पोलिसी इन्डिकेटरहरु पूरा गरेको देखिन्छ र त्यहाँको पनि जनावरहरुमा एन्टिमाइक्रोबियल रेजिस्टेन्ट नभएको वा नदेखिएको र नन एप्लिकेबल लेखिरहेको छ भने त्यहाँ चाहिँ डेली डिफाइन्ड डोजमा कति प्रयोग भएको छ त एन्टिबायोटिक हेर्दाखेरि इनह्युमन 243 2010 मा थियो भने 2020 मा 261 जुन चाहिँ डेली डिफाइन्ड डोजमा चाहिँ जस्ट 17.61 ले इन्क्रिज भएको छ भने त्यहाँको एनिमलहरुमा 966 टन अफ एन्टिबायोटिक 2020 मा युज भएको थियो भने 2030 मा आउँदाखेरि 1023 टन्स अफ एन्टिबायोटिक त्यहाँ युज हुन सक्ने एउटा प्रोस्पेक्ट गरिएको छ अब त्यस्तै हामी जर्मनीको हेर्दाखेरि त्यो जर्मनी पनि एउटा हाई इन्कम कन्ट्री मध्ये पर्दछ जहाँ सबै पोलिसी इन्डिकेटर 6 वटै पोलिसी इन्डिकेटर चाहिँ युज भएको छ र एक्सन प्लानमा छ भने जर्मनीको एनिमलहरुमा सर्टेन रेसिस्टेन्ट देखिएको छ जस्तै सैल्मोनेला स्पेसिसको एगेन्स्टमा सबभन्दा धेरै सिप्रोफ्लोक्सासिन रेसिस्टेन्ट देखिएको छ भने सबभन्दा कम चाहिँ एम्पिसिलिन रेसिस्टेन्ट देखिएको छ तर त्यही ठाउँमा इस्चेरिया कोलाई को एगेन्स्टमा सबसे बढी एम्पिसिलिन रेसिस्टेन्ट देखिएको छ भने सबसे कम चाहिँ कोलिस्टिन रेसिस्टेन्ट देखिएको छ जर्मनीमा भएको एनिमलहरुको रेसिस्टेन्ट प्यारामिटर यहाँ एनालाइज गर्दा यस्तो छ र त्यहाँ चाहिँ डेली डिफाइन्ड डोज अफ एन्टिबायोटिक्स कति ह्युमनमा छ भन्दाखेरि 571 छ भने 2010 मा भने 505 2020 मा डेली डिफाइन्ड डोज छ सँगै त्यहाँको एनिमलमा 773 टन्स अफ एन्टिबायोटिक युज भएको छ 2020 मा भने 792 टन्स अफ एन्टिबायोटिक 2030 मा युज हुन सक्ने एस्टिमेट गरिएको छ अब हामी साउथ एसिया कन्ट्रीतिर आउँदाखेरि अब इन्डियाको डाटा हेर्यो भने त्यहाँ 6 वटा प्यारामिटर मध्ये जस्ट 5 वटा प्यारामिटर एक्टिभमा छ एउटा प्यारामिटर इम्प्लिमेन्ट भएको छैन र जुन डाटा वर्ल्ड हेल्थ अर्गनाइजेसनमा देखिएको छैन 2020 को डाटा अनुसार हामी कुरा गर्दै छौं जुनमा चाहिँ एन्टिमाइक्रोबियल युज सर्भिलेन्स इन एनिमल यो भारतमा पनि हुँदैन जुन चाहिँ यो डाटा मार्फत देखिएको छ भने भारतमा भएको जनावरमा मध्ये सैल्मोनेला स्पेसिसमा एम्पिसिलिन र टेट्रासाइक्लिन रेसिस्टेन्ट छ 16.5% भने जनावरहरुमा भएको इस्चेरिया कोलाई मा चाहिँ एम्पिसिलिन र टेट्रासाइक्लिन चाहिँ अधिक रेसिस्टेन्ट देखिएको छ जहाँ चाहिँ 2010 मा चाहिँ 5411 5411 डेली डिफाइन्ड डोजमा एन्टिबायोटिक प्रयोग हुन्थ्यो भने 2020 मा 7976 डेली डिफाइन्ड डोजमा चाहिँ एन्टिबायोटिक युज गरिएको देखिन्छ त्यस्तै एनिमल्सहरुमा चाहिँ एस्टिमेटेड टोटल एन्टिमाइक्रोबियल युज इन 2020 वाज 2160 which is estimated antimicrobial use is 2236 in 2030 भन्दाखेरि सबसे बढी यहाँ इन्डियामा पोल्ट्री फार्महरुमा वा त्यहाँको जनावरहरुमा युज हुने एन्टिबायोटिकको कन्जम्पसन चाहिँ सबसे बढी देखिएको छ त्यस्तै अब हामी नेपालको आफ्नै देशको कुरा गर्दाखेरि नेपालमा यो पोलिसी इन्डिकेटर मध्ये चाहिँ 5 वटा पोलिसी इन्डिकेटर एक्टिभ छन् र सञ्चालन भइरहेको छ भने एन्टिमाइक्रोबियल युज सर्भिलेन्स इन ह्युमन चाहिँ यो चाहिँ देखिएको छैन यो चाहिँ एक्टिभ छैन
र यो नियमित रूपमा सञ्चालन भएको देखिएन। भने हाम्रो नेपालको यो डाटा हेर्दाखेरि नेपालमा भएको जनावरहरूमध्ये सैल्मोनेला स्पेसिस चाहिँ कम्प्लिटली रेसिस्टेन्ट टु एम्पिसिलिन फलोड बाई सिप्रोफ्लोक्सासिन एन्ड कोलिस्टिन देखिएको छ भने जनावरहरूमा भएको इस्टेरिया कोलाई पनि कम्प्लिटली रेसिस्टेन्ट टु एम्पिसिलिन फलोड बाई कोलिस्टिन चाहिँ देखिएको छ। अब हामीले एनुअल प्रोडक्ट खाइराख्दाखेरि रेसिस्टेन्ट ब्याक्टेरिया पनि हाम्रो बडीमा जान्छ र जसले गर्दाखेरि फर्दर रेसिस्टेन्ट चाहिँ हाम्रो बडीमा भएको नन रेसिस्टेन्ट ब्याक्टेरियामा पनि फैलिन्छ। अब ह्युमनमा युज हुने एन्टिमाइक्रोबियल ड्रग्सहरूको डेली डिफाइन्ड डोज इन 2010 वाज 122 whereas into daily defined dose in 2020 was 224 and estimated total antimicrobial use in 2020 was 59.17 tons, whereas in 2030 it is expected to use 68.11 tons of antibiotic. Our dark side of antimicrobial resistance from broiler chicken meat. हामी यो फोटो मार्फत के हेर्न सक्छौं भन्दाखेरि डे फर्स्टमा 40 ग्रामको चल्ला चाहिँ 45 दिन हुँदाखेरि 3 केजी सम्मको बढ्न सक्छ भन्दाखेरि त्यसमा धेरै स्टेरोइड युज हुने र त्यसमा धेरै एन्टिबायोटिकहरु युज हुने जसले गर्दाखेरि चाहिँ एन्टिबायोटिक रेजिस्टेन्स चाहिँ ब्रोइलरहरुबाट हामीलाई धेरै हुन सक्ने खतरा छ र त्यो रेजिस्टेन्स सर्न पनि सक्छ। जसको चाहिँ युट्युब लिंक यही भिडियो मार्फत यहाँ देखाइएको छ र त्यहाँ पनि हामी युट्युबमा पनि गएर हेर्न सक्छौं। अब नर्वे पनि एउटा विकसित देश छ भने नर्वेले पोलिसी इन्डिकेटरको सबै प्यारामिटर पूरा गरेको छ, जहाँको एनिमलमा भएको सैल्मोनेला स्पेसिस चाहिँ कुनै एन्टिबायोटिकसँग रेजिस्टेन्ट देखिएन भने इक्वली चाहिँ रेजिस्टेन्ट देखिएको छ तर एकदम न्यून मात्रामा रेजिस्टेन्ट देखिएको छ। अब चाहिँ ह्युमनमा चाहिँ कति एन्टिबायोटिक युज गर्दै रहेछ त नर्वेका जनताहरुमा त्यहाँको सरकारी तथ्याङ्क अनुसार चाहिँ 29.3 डेली डिफाइन्ड डोज पोइन्ट थियो भने जुन 2010 मा भने जुन चाहिँ 2020 मा आएर झन कम भएको छ। 29.3 बाट चाहिँ 28.8 झरेको छ भन्दाखेरि त्यहाँको जनताहरु चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्टको खतराबाट कम छन् किनभने बिस्तारै एन्टिमाइक्रोबियल प्रोडक्टहरु चाहिँ एन्टिबायोटिक्सहरु चाहिँ बिस्तारै कम प्रयोग गर्दै छन् भने सबसे कम एन्टिबायोटिक युज हुने चाहिँ नर्वेको एनिमलहरुमा देखियो जुन चाहिँ जस्ट एस्टिमेटेड टोटल एन्टिमाइक्रोबियल युज इन 2020 वाज 5.94 whereas estimated total antimicrobial use in 2030 was 6.05। अब चाहिँ हामी युनाइटेड स्टेटको डाटा हेर्छौं जुन चाहिँ हाई इन्कम कन्ट्री मध्ये पर्छ त्यहाँ पनि एन्टिमाइक्रोबियल युजको सबै पोलिसी चाहिँ फुलफिल गरेको देखिन्छ र सबै पोलिसीहरु चाहिँ इम्प्लिमेन्ट गरेको देखिन्छ। त्यहाँ पनि जनावरमा भएको सैल्मोनेला स्पेसिस र इकोलाई स्पेसिस चाहिँ कुनै पनि एन्टिबायोटिक को रेजिस्टेन्ट देखिएन वा नन एप्लिकेबल डाटा देखाइएको छ, जहाँ चाहिँ डेली डिफाइन्ड डोज अफ एन्टिबायोटिक्स त्यहाँको जनताहरुले चाहिँ 3630 2010 मा डिफाइन्ड पोइन्ट थियो भने 2020 मा चाहिँ डेली डिफाइन्ड डोज को पोइन्ट चाहिँ 2913 पोइन्ट छ, जुन चाहिँ सबभन्दा धेरै एन्टिबायोटिक युज चाहिँ कन्जम्पसन कम गरेको देश मध्येको एउटा पर्छ। र त्यहाँको जनावरहरुमा 2020 मा चाहिँ एस्टिमेटेड टोटल एन्टिमाइक्रोबियल युज चाहिँ 6596 थियो भने द एस्टिमेटेड टोटल एन्टिमाइक्रोबियल युज इन 2030 इज 6786 जुन चाहिँ रेशियो अनुसारले बढी देखिए तापनि देशको आकारले पनि त्यहाँको ओभरअल युज चाहिँ बढी देखिएको हो। अब चाहिँ इम्पोर्टेन्ट थिंग्स टु बी कन्सिडर्ड व्हाइल युजिङ एन्टिबायोटिक्स। एन्टिबायोटिक को प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। एन्टिबायोटिक बारेमा भ्रम र सत्यता के हो त? एन्टिबायोटिक्स खानलाई डाक्टरसँग जचाइ राख्नु पर्दैन, आफैले खादा हुन्छ, यो चाहिँ एउटा भ्रम हो भने सत्यता के हो त? आफैले एन्टिबायोटिकको प्रयोग गर्नु भनेको धेरै जोखिमपूर्ण कुरा हो। एन्टिबायोटिक्स
लिनु अघि सधैँ स्वास्थ्यकर्मी डाक्टरको परामर्श लिनुपर्छ। आफूले प्रयोग गरेको एन्टिबायोटिकहरू अरूसँग सेयर नगर्नुहोस् र बाँकी रहेको पुरानो एन्टिबायोटिकहरू पनि प्रयोग नगर्नुहोस्। सन्चो भए पनि डाक्टरले प्रिस्क्राइब गर्नुभएको जति डोज पुरा गर्नुहोस्। एन्टिबायोटिकहरूको डोज टुटाउनु हुँदैन, डोज पुरा नगरी बीचमै छोड्नु पनि हुँदैन। एन्टिबायोटिकहरूको प्रयोग गर्नु अघि सधैँ डाक्टर स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। यो चाहिँ एउटा फोटो राखेका छौँ। अघि चाहिँ एउटा हामीले एसएस वाच र रिजर्भ ग्रुप अफ एन्टिबायोटिक देखाएका थियौँ, जहाँ चाहिँ रिजर्भ ग्रुपमा पर्ने सेफिडिक्रोल एन्टिबायोटिक थियो, त्यो मात्रै सेन्सिटिभ देखिएको छ। एसएस र वाच ग्रुप अफ एन्टिबायोटिक चाहिँ यहाँ कम्प्लिटली रेसिस्टेन्ट देखिएको छ। एकजना पेसेन्टको डाटा देखाइएको छ। यस्तै डिफ्रेन्ट डाटाहरू हामीले बजारमा धेरै पाउन सक्छौँ र अनलाइन सर्च गर्दाखेरि धेरै अनुसन्धानको रिसर्च आर्टिकलहरू हामी फाइन्ड आउट गर्न सक्छौँ। त्यसैले एन्टिबायोटिकको प्रयोग चाहिँ निकै सावधानीपूर्वक गर्नुपर्छ। यदि एन्टिबायोटिकलाई हामीले सावधानीपूर्वक प्रयोग गरेनौँ भने भोलि एन्टिबायोटिक रेसिस्टेन्ट हुने खतरा त्यति नै बढेर आउँछ र भविष्यमा हामी बिसन्चो हुँदा, बिरामी हुँदा, सामान्य एन्टिबायोटिकहरू रेसिस्टेन्ट भइसकेको अवस्थामा हामीलाई निकै महँगा र पोटेन्सियल एन्टिबायोटिकहरू प्रयोग गर्नुपर्छ र हाम्रो स्वास्थ्य उपचारको खर्च पनि बढ्न जान्छ। सँगसँगै हाम्रो स्वास्थ्यमा निकै असर पनि पर्न सक्छ। त्यसले गर्दाखेरि एन्टिबायोटिक्सहरूको प्रयोग गर्दा सावधानीपूर्वक गरौँ। केही सल्लाह सुझावको लागि तल दिएको लिङ्कमा चाहिँ हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। नमस्कार, धन्यवाद।